बोटे स्वागत करे छी। हम जानले हम सब हर एक विषय वस्तु में बातचीत करते रहे छी, लेकिन आज हम सब स्वास्थ्य फिटनेस के बारे में बातचीत करब। जे अखन के डेट में स्वास्थ्य से जे अगर जुड़ल है, जना कि योगा कर पड़े, योगा करना जरूरी है। आदमी सब भी देख रहा है कि जिम जाए छे, हर एक देख रहा है कि जना कि जिम प्रति के कते के जे आकर्षक बढ़ रहा है, लेकिन कतौ ने कतौ जाकर जे छे से विभिन्न प्रकार की मन में एगो बात उठित रहे छे कि जिम गेला से जे छे से बॉडी एगो रेगुलर अहाँ नहीं जेबे तो वो बिगड़ सके। तो एहन बात सब छे, तो वही बारे हम सब आए स्वास्थ्य फिटनेस के बारे में बातचीत करब। तही यही प्रश्न में हमारे सब पे बातचीत करते छे जे पर्सनल ट्रेनिंग डाइटिंग डिप्लोमा केने छथिन जीतू यादव जी, उनका संगे हम सब बातचीत कर। पहले उनका स्वागत करी तब विशेष बातचीत कर। आकि यहाँ नै स्वागत छ जीतू जी, धन्यवाद न। अहिले को डेट में यो कति को आवश्यक छ जिम गर्न? अहिलेको डेटमा अति नै आवश्यकता भएको छ, किनकि हाम्रो लाइफस्टाइल धेरै नै बिजी छ। यो टाइममा बाहिर जानुभयो भने खानेकुराहरू पनि त्यस्तै हेर्नुहुन्छ, बाटोमा हेर्दा समोसा हेर्नुहुन्छ, छोला भटुराहरू हेर्नुहुन्छ, राइट फुडहरू नै छैन हैन। त्यही भएर फिटनेस अहिलेको टाइममा धेरै नै आवश्यकता छ, एक्टिभिटी हुनै पर्छ। यही हो। यहाँको फिटनेसमा कसरी यात्रा सुरु भयो? 2013 में मैले स्टार्ट गरेको थिएँ जिम जान। त्यति बेला म एकदम धेरै पातलो नै थिएँ, साथीहरूले जिस्काउँथे धेरै पातलो छु भनेर। अनि ट्रेनर बन्ने त 2018 देखि मेरो त्यो भित्रबाट आयो कि मलाई ट्रेनर बन्नु छ। त्यो टाइम पिरियडमा मैले धेरै कुराहरू गरेँ, जस्तै कि अब एक्टिङ लाइनमा पनि मैले ट्राई गरेको थिएँ केही दिन। त्यसपछिबाट अदर मोटरसाइकल मिस्त्रीहरू धेरै कुराहरू मैले गरेको थिएँ ट्राई, तर केही कुरा मलाई त्यो खास इन्ट्रेस्ट लागेन। अनि कन्टिन्युसली अब यही जिम ट्रेनर चाहिँ गर्दै गएँ। अरू क्षेत्र तपाईले रोज्नु भएन, यो तपाईँ स्वास्थ्य सँग जोडेको यो जिम, तर किन तपाईँ ट्रेनरकै रूपमा किन तपाईँ विचार्नु भयो, ट्रेनरमै किन तपाईँको रुचि? फर्स्टमा त मलाई आफैले ट्रेनिङ गर्दा मलाई राम्रो फिल हुन्थ्यो, कन्फिडेन्ट फिल हुन्थ्यो होइन। त्यसपछिबाट म बिस्तारै बिस्तारै इन्टरनेटको थ्रुबाट म हेल्थको बारेमा के पढ्थेँ, रिड गर्थेँ त्यो कुराहरू होइन। अनि हेर्थेँ कि धेरै डिजिजहरू, धेरै हेल्थ इस्युहरू छ होइन। सो यसमा नि म केही गर्न सक्छु, म मान्छेले हेल्प गर्न सक्छु होइन। सो त्यहाँदेखि इन्ट्रेस्ट आउँदाखेरि बिस्तारै बिस्तारै इन्ट्रेस्ट बढ्दै बढ्दै गयो मेरो। सो त्यही मेन कुरा त्यही हो कि मान्छेले मलाई फिट गराउनु छ, ट्रेनिङ दिनु छ, त्यो अनुसार। जब कोही मान्छे जिम गर्न पहिलो दिन आउँछ भने त्यसलाई सबैभन्दा ध्यान दिनु पर्ने कुरा के रहेछ? फर्स्टमा जिम आउँदाखेरि मेन कुरा हो कि पहिला आएर ट्रेनरसँग कन्सल्ट गर्नु पऱ्यो, तपाईँ के कुराको लागि आइराख्नु भएको छ। अब कसैको पर्पस हुन्छ, कोही पातलो मान्छे छ, कसैलाई मोटो हुनु छ होइन, कोही मोटो मान्छे उसले पातलो हुनु छ। अथवा एउटा बिचको नि मान्छे हुन्छ कि कसैलाई डायबिटिज छ होइन, कोलेस्ट्रोलहरू छ, त्यो कुराहरू नि ट्रेनरसँग कन्सल्ट गर्नु पऱ्यो पहिला होइन। कि यो छ, मलाई यो मेरो पर्पस हो, पर्पस पहिला भन्ने आफ्नो ट्रेनरलाई होइन। त्यसपछि त्यो ट्रेनरले के सल्लाह दिन्छ त्यो सल्लाहको अनुसारले मात्रै त्यो ट्रेनिङ स्टार्ट गर्ने र खानपिनहरू गर्नु। सो मेन कुरा बुझ्नुपर्ने त्यही हो। जस्तै यो तौल घटाउने र मांसपेशी बनाउने त्यो जुन अभ्यास हुन्छ, त्योमा फरक छ कि एउटै रहेछ? तौल घटाउनेमा मांसपेशी बढाउनेमा मांसपेशी दुईटै कुरामा बढाउनु पर्ने हुन्छ। जुन मान्छेलाई अब फ्याट लस गर्नु छ भने उहाँले पनि मसल बिल्ड गर्नुपर्छ, र जो स्किनी मान्छे छ उहाँले पनि मसल बिल्ड गर्नुहुन्छ। बडीमा जतिको मसल मास भयो भने त्यतिको फ्याट कम हुन्छ शरीरमा होइन। सो मसल मास नै इम्पोर्टेन्ट हो बडी। फेरि कसरी मानिसहरू चाहिँ त्यो लक्ष्य चिन्न सक्नुहुन्छ? उसको ट्रेनिङ मसल मास भिजिबल हुन्छ, ट्रेनिङ गर्दाखेरि उसको उहाँको उसमा कतिको स्ट्रेन्थ छ होइन, त्यो अनुसारले थाहा हुन्छ कि मसल मास कतिको लिफ्ट गरिराख्नु भएको छैन, त्यसले थाहा हुन्छ कि मसल मास छ कि छैन भने। यो फिटनेस जुन डाइटको हुन्छ नि भूमिका, त्यो कतिको महत्त्वपूर्ण हुन्छ? यस्तो छ, फिटनेस भनेको तीनवटा कुरामा डिपेन्ड गर्छ। ट्रेनिङ भइहाल्यो, त्यसपछिबाट डाइट भइहाल्यो, त्यसपछिबाट स्लिप रेस्ट। यो तीनवटा कुरा एउटा पिलर जस्तो हो रे, त्यो तीनवटा पिलरमा फिटनेस टपमा हुन्छ।
तीनवटै कुरालाई ध्यान दिनुपर्ने हुन्छ। यसमा जिम आउँदाखेरि व्यक्तिहरू कुनै गल्ती पनि गर्नुहुन्छ? जिममा त धेरै गल्ती गर्नुहुन्छ। कस्ता कस्ता गल्तीहरू हुन्छ? गल्ती अब जस्तै आयो भने स्टार्टिङमा म नयाँ छु भनेर भन्यो, जिममा एन्ट्री गर्यो, त्यसपछिबाट गएर जेपिटी गर्न थाल्छ। त्यो इक्विपमेन्टहरू डिफ्रेन्ट टाइपको युज गर्ने, अरूले के गरिरहेछ त्यस्तै टाइपको गर्न थाल्यो होइन, त्यही एक्सर्साइज गर्न लाग्यो। अब सबै एक्सर्साइज सबैको लागि डिफ्रेन्ट छ। सो मेन कुरा त्यही हो कि पुरा रङ गरिरहेको हुन्छ, पोजिसन मिलेको हुँदैन, कुन कुराले इन्जर भइदिन्छ थाहै हुँदैन उनीहरूलाई होइन। सो त्यो कुराहरू नसोधिकन गरिरहेको हुन्छ, त्यही कुराहरू कमन जस्तो। तपाईँहरू खास गरेर ट्रेनरहरूलाई ध्यान दिनुपर्ने कुरा के हुन्छ त्यो? ट्रेनरलाई खासमा ध्यान दिने कुरा यही हो, कुनै मान्छे लिफ्ट गरेको छ, वजन चालिरहेछ भने होइन, उसको बडी कम्पोजिसन ठिक हुनु पर्यो ताकि त्यो कुरा लिफ्ट गर्दाखेरि इन्जर नहोस्। त्यो कुराहरू मेन हो। त्यो अनि एज अ पर्सनल ट्रेनर त्यो पनि भयो, पोजिसनलाई हेर्ने, त्यसपछिबाट ऊ मान्छे के खाइरहेछ, हो क्लाइन्ट भयो कोही होइन, क्लाइन्टले के खाइरहेछ, कसो खाइरहेछ, त्यो कुराहरू सबै कुरा गाइडलाइन हुन्छ त्यो। यो जुन अहिले मान्छेहरू आउँछन् होइन, खास गरेर हाम्रो अब हेर्दाखेरि क्षेत्रको पनि अलिकता प्रभाव पर्छ। खास गरेर हाम्रो यो तराई मधेस क्षेत्रमा खास गरेर पहिला चाहिँ जिम सेन्टरहरू त्यति थिएनन्, अब चाहिँ बिस्तारै धेरै पुलिरहेको हुन्छ। तर धेरै त्यो पुलेको छ जिम सेन्टरहरू, तर जुन कतिपय मेसिनहरू हुन्छ होइन, प्लस मेडिसिन हुन्छ, के हुन्छ, ख्याटको हुन्छ, त्योमा अझै जुन हिसाबले मान्छे जान्छन् डाइरेक्टै त्यो मेसिनहरू तान्ने प्रयास गर्छन् होइन, इच्छुक हुन्छन् म पनि यो गरेको, त्यो पनि कतै न कतै इफेक्ट पार्छन् कि त्यो सिस्टम दिन्छन् कुनै? सबै मेसिन युज गर्नको लागि नै हो, तर स्टेप बाई स्टेप नै हुन्छ। हो जस्तै अझ सन्डे छ भने होइन, अब कोही मान्छे चेस्टको ट्रेनिङ गरिरहेको छ, चेस्टको वाला ट्रेनिङवाला जुन इक्विपमेन्ट हुन्छ नि त्यो मात्रै युज गर्ने, अदर गर्ने हुन्छ। फेरि कसरी तपाईँ उसले हामी सबैको सेड्युल बनाएर, आज कसैको लेट वेट एक्सर्साइज छ भने होइन, उहाँको सेड्युल आजको डेटमा लेगको एक्सर्साइज गर्नु, लेगको एक्सर्साइजमा पनि कुन एक्सर्साइज हो होइन, जस्तै लेग प्रेस भयो, स्क्वाट भयो होइन, डम्बल लन्जेसहरू भयो। सो त्यो कुराहरू सेड्युल बनाउँछौँ हामी, यो दिन यो गर्ने, यो दिन यो गर्ने, त्यसपछिबाट फेरि 2 दिन 3 दिन ट्रेनिङ दिएपछि 1 दिनको रेस्ट दिनुपर्ने आउँछ बडीलाई होइन, ताकि फेरि नेक्स्ट ट्रेनिङको लागि बडी रेडी होस् वजन उचाल्नको लागि। सो रेस्ट पनि त्यति नै म्याटर गरेको हुन्छ। सो 3 दिन ट्रेनिङ 1 दिन अफ होइन, फेरि 3 दिन ट्रेनिङ 1 दिन अफ। सो हप्तामा 2 दिन रेस्ट हुनुपर्छ अनि 5 दिन ट्रेनिङ हुनुपर्छ। जब त्यसमा क्लास गर्न आउँछन्, यो क्लास नै भन्नु पर्यो किनकि 1 घन्टा 2 घन्टा जतिको हुन्छ क्लास नै हुन्छ, अनि त्यसमा चाहिँ थकान लाग्दा अल्छी गर्नुहुन्छ, त्यति बेला तपाईँहरू कसरी चाहिँ उहाँलाई प्रोत्साहन गर्नुहुन्छ? हामी खासमा उनीहरूको पर्पस याद गरेर हुन्छ। अब कोही मान्छे कन्सल्ट गरेको हुन्छन् कि मलाई होइन मसल बिल्ड गर्नु छ, त्यति बेला मोटिभेट गरेर त्यो बेला तिमीलाई त मसल बिल्ड गर्नु छ होइन, गर, बरु 1 मिनटको रेस्ट गर, 2 मिनटको रेस्ट गर, तर तिमीलाई यो पुरा गर्नु छ, एनी हाउ गर्नु छ। सो अफकोर्स अब एज अ पर्सनल ट्रेनर म त्यहाँ स्ट्यान्ड बाई हुन्छु नि, अटोमेटिक ऊ उहाँ चाहिँ पुरा मोटिभेट हुनुहुन्छ त्यो कुराको लागि। सो गर्नु भन्नुहुन्छ कतिपय मान्छेको चाहिँ अहिले पनि त्यस्तो लागिरहेको हुन्छ कि जिम जाँदाखेरि बडी बिग्रिने, यो रेगुलर नै हुनुपर्छ, आपा छुट्यो भने फेरि चाहिँ त्यस्तै पोजिसनमा बडी आइहाल्छ, के छ तपाईँको धारणा यसमा? यस्तो फिटनेस भनेको कुनै टास्क होइन कि मलाई यो गर्नुपर्छ भनेर। अब जस्तै रेगुलर बेसमा हाम्रो के हुन्छ नि, जस्तै कि खाना कम्पलसरी छ होइन, ब्रस गर्न त कम्पलसरी छ। अब 2 दिन ब्रस गरेर भने के हुन्छ, अफकोर्स दाँत फोहोर हुन्छ होइन। सो त्यस्तै फिटनेस पनि हो क्या, त्यो डेली बेसमा गर्नु पर्ने हुन्छ। अफकोर्स अब 1 महिना 2 महिना छोडिदियो भने बडी तलमाथि हुन्छ, त्यस्तो बिग्रिँदैन, बिरामी त मान्छे हुँदैन, त्यस्तो बिग्रिने त होइन। तर अब कोही मान्छे मोटो थियो भने खानपान पनि तलमाथि हुन्छ होइन, अलिकति मोटो हुन्छ, फेरि त्यही बेस लाइनमा आउँछ जब स्टार्ट गर्छ त्यही लाइन। सो त्यस्तै खाने जस्तो ब्रस गर्ने जस्तै यो पनि हो, फिटनेस सधैँ गर्नु पर्यो। यसमा चाहिँ खास गरेर यो प्रोटिन कति महत्त्व राख्छन्? प्रोटिन धेरै कुराको लागि हुन्छ राम्रो।
अब जस्तै कि कोही मान्छे ट्रेनिङ गरेछ उहाँको लागि मसलको लागि हुन्छ। अब जस्तै हामी एक्सर्साइज गऱ्यो होइन, जिममा गऱ्यो भनेको मसल मास हामीले तोडिरहेछौँ, त्यो वेट उचालेर मसल मास तोडिरहेछौँ होइन, प्रोटिन खायो भने त्यो मसल मास रिपेयर हो। यो त्यो एउटा कुरा भइहाल्यो। त्यसपछि बाद स्किनको लागि बेटर, हाम्रो हेयरको लागि, हाम्रो नेलको लागि, डिफ्रेन्ट डिफ्रेन्ट कुराहरूको लागि प्रोटिन इम्पोर्टेन्ट हुन्छ। अब प्रोटिन भनेको मार्केटमा यस्तो छ कि डब्बामा आउने प्रोटिन मात्रै प्रोटिन हो। हामी अन्डा खान्छौँ त्यो पनि प्रोटिन हो होइन, चिकन खान्छौँ त्यो पनि एउटा प्रोटिन भयो, फिस खायो, धेरै कुराहरू छ, पनिरहरू भयो, त्यो कुराहरू प्रोटिनकै स्रोत हो। घरैसीमा के तपाईँ सजेस्ट गर्नुहुन्छ? घरेसीमा अन्डा जहाँ पनि पाउँछ, चिकन जहाँ पनि पाउँछ, चना भयो, पेडान्जरी भयो न, पनिर भयो, सोयाबिन भयो, मार्केटमा टफु पाउँछ जो सोयाबिनको थ्रुबाट बनेको हुन्छ, त्यो कुराहरू भयो। सो त्यो कुराहरू नि एड गर्नु पर्यो। फेरि भन्छ मान्छे सोयाबिन चाहिँ बडी फुलाउने काम गर्छ। बडी फुलाउने काम गर्दैन, प्रोटिन हुन्छ, त्यसले मसल मास बढाउने काम। कसरी खाने म अलिकति यहाँसम्म बुझ्नु। अब जस्तै सोयाबिन, अब एउटा बिन्स भयो, एउटा सोयाबिन चङ्क भयो होइन। अब तरकारी त हाम बनाउने भनेको इभिनिङमा बनाउँछु नि तरकारी, त्यस्तै बनाइरहेको हुन्छ। त्यसले धेरै भुट्नु पर्दैन, धेरै तरकारीहरू त्यो मसलाहरू हुन्छ नि हाल्नु पर्दैन। धेरै कुक गऱ्यो भने त्यसको न्युट्रिसन कम भइदिन्छ। सिम्पल कुक गर्ने अनि खाना। अहिले चाहिँ तपाईँ अब कहाँ कार्यरत हुनुहुन्छ अहिले? यसले म फ्रिडम फिटनेसमा अरू त्यो डाइरेक्ट पर्सनल ट्रेनर, म त्यही फुल टाइम मेरो त्यही हो, एज अ पर्सनल ट्रेनर नै मेरो काम। जसरी अहिले खानपिनमा पनि तपाईँहरू सजेस्ट गरिदियो होला होइन, यो नखानु यो खानु, अहिले अहिले यति तेल त्यो भएको खाना नखानु होइन, अहिले खानाहरू तपाईँहरू सजेस्ट गर्नुहुन्न के खानपानमा पनि त्यो कुराहरूलाई ध्यान दिनुपर्नुहुन्छ कि? खानपिन चाहिँ मेन कुरा हो। हाम्रो अहिले जनकपुरमा नै भनौँ, एभ्री अल नेपालमा भनौँ, इन्डियामा जहाँ पनि भनौँ, मेन फुड नै हो। अब फुड मार्केटिङ कसरी गराएको छ हेर्नु, अब पिज्जाहरू बर्गरहरू उहाँहरूको एडभर्टाइजहरू कस्तो भइरहन्छ होइन। मान्छेहरू, म यही भन्छु कि बाटोमा समोसा फ्राई भइरहेछ, छोला भटुराहरू भइरहेछ, त्यो कुरा जब अप्सन अदर छ भने होइन, अन्डा पनि पाइरहन्छ, कुनै होटलमा अन्डा चनाहरू पनि पाइरहन्छ, त्यो सिम्पल फुडहरू खानु, दुध दहीहरू पनि लस्सीहरू पाइरहन्छ, त्यो सिम्पलहरू खानु, त्यही हो। वेट जुन मान्छे आफ्नो वेट घटाउन चाहिरहेको हुन्छ होइन, त्यो कारणले गर्दा हिँड्नु भइरहेको हुन्छ, त्यो मान्छे चाहिँ त्यो कतिपय भन्छन् मान्छे यो भात पनि खाँदाखेरि वेट बढिन्छन्, रोटी पनि खाँदा वेट बढिन्छ, के छ यसमा साँच्चीकैमा भात रोटी नखाने? होइन, खाना त खानै पर्यो, बडीलाई त फ्युल त दिनै पर्ने हुन्छ। यस्तो वेट गेन हुने रिजल्ट एउटा खाना मात्रै हुँदैन। अब फिमेलमा भन्दाखेरि उहाँको हर्मोन तलमाथि भइरहन्छ एभ्री मन्थ, त्यसको पनि कारण हुन्छ बिजी लाइफस्टाइल होइन, टाइम टेबलमा खाना हुँदैन, स्लिप पनि राम्रो हुँदैन, त्यो कारणले पनि वेट गेन भइरहन्छ। सो धेरै कुराहरू हुन्छ वेट गेन हाम्रो, जस्तै मेलमा पनि बिजी लाइफस्टाइल भयो, खानपिन भएन, केही एक्टिभिटी भएन, त्यो कुराहरूले पनि वेट, खालि खाने रिजन हुँदैन। खाना रिजन अनि जसरी कोही मान्छे जिम जान सकेनन्, उहाँसँग चाहिँ साधन छैन यो एक्सर्साइज गर्ने, त्यतिकै फिजिकली एक्सर्साइज अपा घरमै चाहिँ डाइट त्यो मेन्टेन गरेर यदि खायो भने त्यसपछि त्यो फरक पार्छ वेटमा, त्यो फिट रहन्छ। अब कोही मान्छे के गरिरहेको छैन भने घरमै 100 पुसअप गऱ्यो भने, 100 चोटि कट गऱ्यो भने, जम्पिङ ज्याक्सहरू गऱ्यो भने बडी वेटले हो, त्यो वेट उचाल्नु पर्दैन होइन, बडी वेटले नै एक्सर्साइज भइरहन्छ, त्यो पनि गर्दा एकदम राम्रो हुन्छ। अनि अहिले यहाँ खास गरेर तपाईँ मध्य प्रदेशको राजधानी जनकपुर धाममा हुनुहुन्छ होइन, फ्रिडम फिटनेसमा ट्रेनिङ दिइराख्नु भएको छ। अहिले महिला पनि धेरै सहभागी छन्, त महिलाहरूको पनि धेरै सहभागिता होला। अनि त्यसपछि पहिला चाहिँ त त्योमा कुनै ठाउँमा जाँदाखेरि महिला खोज्छन्, त्यो डक्टर होस् अन्य क्षेत्रको कुनै कुरामा जाँदाखेरि, तर तपाईँसँग फेरि हिचकिचाट हुँदैनन् मान्छेहरूले, अलिकति त्यो लाग्दैनन् कि त्यस्तो मानिरहेको हुन्छ कि कसो? फर्स्टमा आउँछ नि जो मान्छे, अब हाम्रो जनकपुरमा स्पेसली अब कोही लेडी मान्छे आउँछ नि, पहिला लेडिज ट्रेनर छ कि छैन भनेर सोध्छ होइन, त्यही पनि म स्टार्टिङमा कन्भिन्स गरेर म ट्रेनिङ स्टार्ट गर्छु होइन। तर खोज्छन् मान्छे, अहिले पनि खोजिरहेको हुन्छन् कि खोजिरहेको छ, तर यस्तो छ उहाँले म कम्फर्टेबल त्यस्तो इन्भाइरोमेन्ट क्रिएट गरेको हुन्छु। जिम भनेको सधैँ गर्नु यो होइन नि कि आजै आयो ल ठिकै छ जसरी पनि गइहाल्छ भनेर, त्यस्तो त होइन नि, उहाँ त सधैँ आउने हो,
सो उहाँको लागि म त्यस्तै इन्भाइरोमेन्ट बनाइदिन्छु होइन, एकदम फ्री फिल गरोस् होइन मजाले। अब जस्तै अहिलेको टाइममा हेर्नु धेरै लेडीहरू नि मेरो क्लाइन्ट होइन, सो उहाँको लागि त्यस्तै माहौल बनाइदिएको हुन्छ। र फ्री फ्री भएर सबै कुराहरू सेयर गर्नुहुन्छ उहाँहरू। तपाईँहरूलाई त्यस्तो लाग्दै होला कि अब त्यो हुन्छ नि केटा मान्छेले त्यतिकै हामी सिकाउन सक्छौँ कुनै पोजिसनै मिलाएको हुँदैन त्यति बेला चाहिँ तपाईँ उसलाई सिकाउनु त यहाँ गए पनि अलिकता गाह्रो हुन्छ होला कि त्यस्तो होइन, हामी त्यति सोचेर गर्दैनौँ। त्यति सोचेर गर्नुहुन्छ भने पढ्नै त्यति सोच्दैन कि कसैले त्यति सोच्ने होइन के सबैको पर्पजको लागि हेरेर कोही मान्छे के बिरामी भएर आएको छ होइन, कसैले के भने म त्यति कुरा सोच्न पायो भने त हुँदैन राम्रो होइन। सो माइन्ड फ्री गरेर हामी ट्रेनिङ दिइरहेको छ। जसरी हामी जतिजना आउँछ नि हाम्रो जिममा सबैजना हाम्रो दिदीहरू नि हुन्छ क्या, त्यति तपाईँ उहाँहरूलाई कम्फर्टेबल गरेर म सबैलाई दिदी नै बोलिरहेको हुन्छु। ओके जसरी तपाईँ अलिकता टिप्स पनि दिनुहोस् किनकि धेरै हामीहरू युट्युबमा हेरिरहेको हुन्छौँ तर त्यति मान्छेलाई विश्वास पनि यतातिरको हुन्छ होइन सोचिरहेको खै कता होला धेरै कुराहरू युट्युबमा एकछिनमै मान्छे गोरो भइहाल्छ एकछिनमै मान्छे दिलाइहाल्छ फेरि कुराहरू भइरहेको हुन्छ तर तपाईँ यतैकै हुनुहुन्छ यही ठाउँमै तपाईँ चाहिँ अहिले ट्रेनिङ दिइराख्नु भएको छैन ट्रेनको रूपमा अहिले तपाईँ जसरी घरमा खानपिनमा यदि ध्यान दिनु पऱ्यो बिहानै उठ्ने बित्तिकै के खानु पर्यो त्यसपछि त्यो हुन्छ नि 12 बजे खाना खाँदाखेरि के खानु पर्यो कति बेला खानु पर्यो कति बेलाको चाहिँ ग्यापिङ हुनु पर्यो खानामा अलिकति ती कुराहरू जानकारी गराइदिनु नि जस्तै कोही कोही मान्छेले वेट लसको लागि गर्छ उहाँ जिम पनि गइरहेछ या गइरहेको छैन भने होइन त्यही पनि उहाँहरूको लागि म एउटै कुरा भन्न सक्छु कि ब्रेकफास्ट हुनैपर्छ लन्च हुनैपर्छ डिनर हुनैपर्छ यो तीनवटा कुरा हुनैपर्छ एनी न मसल गेन गर्नलाई पनि अब फ्याट लस गर्नु छ उहाँले पनि तीनवटा फुड हुनैपर्छ त्यसमा क्वान्टिटी मात्रै म्याटर गर्छ होइन। अब वेट गेन गर्ने मान्छेलाई 3000 क्यालोरी चाहिएको हुन्छ वेट लस गर्नको मान्छेलाई 2000 क्यालोरी मात्रै चाहिरहेको हुन्छ होइन। सो अब कसैले वेट लस फ्याट लस गर्नु छैन वेट लस गर्नु छ भने उहाँकोलाई म यही भन्छु कि हाम्रो यता जनकपुरमा तराईमा ब्रेकफास्टमा हामी रोटी खान्छौँ होइन। सो एउटा रोटी होइन वजन गर्नको लागि होइन एउटा रोटी हुनु पर्यो प्रोटिनको यो रोटी भएको कार्बोहाइड्रेटको लागि एउटा भयो न रोटी भयो प्रोटिनको लागि एउटा अन्डाको अम्लेट बनाउनु या 2टा अन्डाको अम्लेट बनाउनु होइन त्यसमा घिउ हाल्नु रोटीमा अनि बेरेर खानु यो तपाईँको ब्रेकफास्ट भइसक्यो होइन। जब खाना खानुहुन्छ नि लन्चमा होइन त्यो 11 बजे 12 बजेको टाइम अनुसार राख्नु हो सबैको आफ्नो आफ्नो टाइम हुन्छ कति घन्टाको ग्याप 3 घन्टा 4 घन्टाको ग्याप हुनु पर्यो। अब 200 ग्राम जति राइस हुनु पर्यो 200 ग्राम जति राइस भयो त्यो कार्बोहाइड्रेटको स्रोत भयो त्यसपछिबाट प्रोटिनको स्रोत त क्लिन अब पनिरै भइहाल्यो 100 ग्राम या 50 ग्राम पनिर भयो नत्र सोयाबिन भयो नत्र कहिले मासु बनायो कहिले अन्डा नै बनायो या मटन बनायो धेरै कुराहरू छ एउटा केही कुरा उग्नु पर्यो। अनि फ्याटको लागि अब फ्याटको लागि बेसिकली हामी माछा छ भने माछामा फ्याट भइ नै हाल्छ अलिकति त हामी तेल त युज गर्छौँ यो 3टा कुरा भइहाल्यो लन्च पनि यो भइहाल्यो। सबै फुडमा यस्तै हो कार्बोहाइड्रेट हुनु पर्यो प्रोटिन हुनु पर्यो र फ्याट हुनु पर्यो तीनवटा कुराको ज्यान दिनै पर्ने हुन्छ। इभिनिङमा पनि त्यस्तै रोटी खाए प्राय बानी हुन्छ नि इभिनिङमा रोटी खाने सो रोटी भयो पनिर भयो होइन पनिरलाई भुर्जी बनाउँदा कुनै पनि रेसिपी युज गरेर बनाउँदा भयो त्यो खाँदा भयो तरकारीहरू खाने बढी ग्रिन भेजिटेबलहरू भयो त्यो कुराहरू पानीहरू इन्टेक गर्नुभन्दा यो सलाद चाहिँ यो मान्छेको जीवनमा कतिको चाहिँ महत्त्वपूर्ण रहेछ सलाद एकदम इम्पोर्टेन्ट हुन्छ। सलाद भनेको हाम्रो बडीमा वाटर होल्ड भएको हुन्छ नि त्यो खायो सलाद भनेको बेसिकली 70% पानी नै हुन्छ त्यो होइन। सलाद खायो भने बडीमा अब स्किन कसैको पफी पफी हुन्छ नि हेर्दाखेरि पुरा पानी जस्तो होल्ड भएको नि जो सल्ट होल्ड हुन्छ नि बडीमा होल्ड भएको त्यो सलाद खायो भने त्यो फ्लस भइदिन्छ होइन त्यही भएर पुरा ग्लो देखिन्छ। त्यसो सलादमा फाइबर हुन्छ गट हेल्थको लागि राम्रो हुन्छ सलाद उयो हो नि फ्याट लस तपाईँ भन्नु होइन एउटा आइटन वेट लस त्योमा चाहिँ गर्दाखेरि वेट लसमा र फ्याट लसमा के फरक छ र योमा कुन बेटर छ यदि सजेस्ट तपाईँ गर्न चाहनुहुन्छ भने के म अब वेट लस यतिको फेमस छ नि मार्केटमा खासमा वेट लस गर्ने होइन हामी
बडीको वेट भनेको बडीमा फ्याट छ होइन, वाटर छ, मसल मास छ होइन, हड्डीहरू पनि छ, त्यसको पनि वजन हुन्छ होइन। सो 3-4 कुरा छ, तर हामीले निकाल्नु पर्ने भनेको फ्याट मात्रै हो। तर हामी वजन कम गर्ने चक्करमा हुन्छ नि सबै कुरा लुज गरिदिन्छौँ। मसल पनि लुज भयो होइन, पानी पनि गयो, बडीको सबै पुरा रोगी भइदिन्छ मान्छेहरू। सो वेट लस लिएको, सो फ्याट लस मात्रै गरेर फ्याट लस मात्रै गऱ्यो भने मसल मास बढ्दै जान्छ। जति बढिया मसल मास भयो भने त्यति मान्छे एक्टिभ हुन्छ। तपाईँ भन्दाखेरि तपाईँ के सजेस्ट गर्नुहुन्छ? हरेकलाई अनमोस्टली सजेस्ट गर्छु। अनि मान्छन् कति मान्छेले चाहेको हुन्छ कि एकछिनमा मेरो वेट लस धेरै धेरै मान्छे यस्तो हुन्छ होइन, वेट लस मलाई 1 महिनामा यति गरिदिनु छ। म पहिला उहाँहरूलाई कन्भिन्स गरिरहेको बिस्तारै जानु होइन। फिट हुन लाउनु भएको छ भने स्लोमा गयो भने एकदम राम्रो, हतार हतारमा जानुभयो राम्रो कुदेर। वेट लस गर्नुभयो भने खानापिना छोडिदिनु भयो भने तपाईँको वेट लस हुन थाल्छ। तर सधैँ त खानापिना बन्द गरेर त बस्नु हुँदैन। अनि हजुर फेरि जब तपाईँ खाना सुरु गर्नुहुन्छ नि, जति वेट चाहिँ तपाईँको त्योभन्दा डबल बढ्दिन्छ। सो त्यही भएर खानापिना बन्द गरेर वेट लस गर्ने भयो जाने। मान्छे भन्छ कि अहिले अहिले एउटा कुरा मैले के हेरेको छु, उहाँको नाम मलाई त अहिले थाहा छैनन्, तर उहाँले भनिराख्नु भएको छ 2 हप्ता पहिला चाहिँ वेट लस गर्नु छ भने 2 हप्ता तपाईँ त्यो फास्टिङ गर्नु, त्यस पश्चात गएर चाहिँ के अरे यो जुन हुन्छ नि यो अन्डावाला चाहिँ त्यो ऊ गर्नु फास्टिङ 3 हप्तासम्म 6-6वटा अन्डा त्यो गरेर। अनि यो कुराहरू गर्दाखेरि के असरपछि साँच्चीकै यो वास्तविकता हो कि मान्छे फास्टिङ गरेर चाहिँ वेट लस गर्न सकिन्छ कि यो सही हो? फास्टिङ भनेको अब हप्तामा 1 दिन 2 दिन गर्नुहुन्छ नि, जस्तै आज गर्नुभयो 2 दिन खाने भयो 1 दिन फेरि गर्नुभयो भने त्यो कतै न कतै हेल्थको लागि राम्रै हुन्छ होइन। जस्तै मान्छेलाई रेस्ट चाहिन्छ नि, त्यस्तै बडीको डाइजेस्टिभ सिस्टम हुन्छ नि उसको लागि नै रेस्ट दिनु पर्यो होइन। सो कतै न कतै राम्रो हुन्छ, तर खानापिना पुरै बन्दै गरिदिनु भयो भने वेट लसको लागि त्यो धेरै नै हानिकारक हुन्छ। त्यसै यो बेलुकाको खाना मान्छे भन्छन् कि 6 बजेपछि नखानको लागि त्यो पनि कुरा आइरहेको हुन्छ होइन। त्यो अक्षय कुमार नै हाम्रो भनिरहेको हुन्छ कि दुख दिने काम मात्रै भइरहेछ। उहाँ सेलिब्रेटी हुनु होइन, सेलिब्रेटी उहाँको कुरा सबैले सुन्छ, तर उहाँ खासमा त ट्रेनर त होइन नि, उहाँ डाइटिसियन त होइन नि होइन। सो उहाँको कुरा अब धेरै फेमस हो मान्छे, त्यही भएर सुनिरहन्छ मान्छेहरू, तर यो राइट कुरा हो। यो जिम चाहिँ कति वर्ष मान्छेको लागि उपयोगी छ? कति वर्षदेखि कति वर्ष मान्छेको लागि? एक्टिभिटी त बच्चाहरूले पनि गरिहाल्छ, जस्तै ग्राउन्डमा हेर्नुहुन्छ नि खेलिरहेछ होइन। सो बच्चालाई पनि हुन्छ, बच्चालाई एक्टिभिटी गर्यो भनेको त्यो कार्डियो एक्सर्साइज हो। जस्तै फुटबल खेलिरहेछ, ब्याडमिन्टन खेलिरहेछ होइन, सो यो पनि एक्सर्साइज नै भयो। वेट लिफ्टिङको कुरा गर्दाखेरि लाइट वेट बच्चाले पनि लिफ्ट गर्न सक्छ, मिनिमम 10 वर्षको हुनु पर्यो होइन, त्यतिले मिनिमम वेट लिफ्ट गर्नु पर्यो। हेभी लिफ्ट गर्नुको लागि 18 वर्ष क्रस हुनैपर्छ। 18 वर्षको किनकि रिजन एउटा मेन के हुन्छ कि 18 वर्षसम्म बोनको ग्रोथ भइ नै रहन्छ। 18 वर्षसम्म ग्रोथ भएर जब बोन ग्रोथ भइसक्छ नि त्यसपछिबाट मजाले लिफ्ट गर्नु सक्छ। अनि यो कति फाइदादायक छ स्वास्थ्यको लागि? फिटनेस भनेको धेरै नै फाइदा हो, खालि फिजिकल्ली मात्रै होइन। यो होइन कि मेरो शरीर राम्रो भयो। सबैको चाहना हुन्छ कि आजको डेटमा म राम्रो हेरौँ, त्यसपछि फेस सँगै मान्छे चाहिँ बडीले पनि धेरै केयर गरेर। सो फिजिकल्ली त राम्रो हुन्छ, अब बडी सडी बन्यो होइन, त्यो पनि भयो होइन, एउटा फिजिकल्ली राम्रो भयो, तपाईँको कामनेस आइदिन्छ क्या बडीमा। एउटा हुन्छ नि मान्छेमा कामलेस एकदम शान्त हुन्छ, यो अल्छीपन भइहाल्छ। एक्टिभिटी बढ्छ, राम्रो भयो। यसले गर्दा बढीमा एक्टिभिटी राम्रो भइदिन्छ, बोन हेल्थहरू राम्रो भइदिन्छ। हुन्छ नि एज भइसकेपछि गोडा दुखिरहेछ, यो भइरहेछ, त्यस्तो भइरहेको हुन्छ नि, त्यो कुराहरू ठिक भइदिन्छ। मेन्टली मान्छे एकदम राम्रो भइदिन्छ, एकदम कन्फिडेन्ट बढिदिन्छ त्यसको लागि त्यो एक्सर्साइज गर्दै। जितुजी मैले 1-2-4 साल अगाडि मैले के हेरेको थिएँ भने अगाडि जुन मान्छेको हाइट कम छ त्यो मान्छेको हाइट पनि बढिन्छ कि वास्तवमा यस्तो एक्सर्साइज चाहिँ मैले हेरेको थिएँ आफै चाहिँ त्यो आउनु भएको थियो उहाँ। अब के वास्तवमा यो कुरा सही हो? तपाईँको बुझाइ के छ? हाइट पनि बढ्ने एक्सर्साइज बडीमा आफ्नो नेचुरल प्रोडक्सन हुन्छ। जस्तो मैले 18 वर्षको कुरा गरेँ नि, सो बोन ग्रोथ भइरहेको हुन्छ। सो त्यो एजसम्ममा उसको जति ग्रोथ हुन्छ त्यसपछिबाट हामीले के गर्न सक्दियो,
त्यो जेनेटिक वाइज हुन्छ नि जस्तै जन्मै उहाँको यस्तै भएको थियो त्यही हाइटमा सो हामीले के गराउँ सक्दैन कहीँ यो खानपिनमा रेगुलर जुन खाना खाइरहेको मान्नु त्योमा चाहिँ खानपिनमा के कुराहरू चाहिँ अझै थप गरेर खान चाहिँ राम्रो हुन्छ म त भन्छु बिजिन सलाड खानु मजाले होइन फ्रुट्सहरू भइहाल्यो प्रोटिन आइटम खानु त्यसपछि बाहिरको कुराहरू त हेर्दै नहेर्नु ठिक छ खानु पर्छ समटाइम अब भोज भात छ के कुरा छ भने इन्जोय गर्नुपर्ने हुन्छ यतिको स्ट्रिक त इभन म पनि हुँदिनँ म पनि कहिले काहीँ इन्जोय गएको छु तर हेल्थको लागि जब मलाई लाग्छ कि यो फुड मेरो बडीको लागि निडे छैन भने म पैसा खर्च गरेर होइन एनर्जी खर्च गरेर म किन खाम सो त्यो कुराहरू हेरेर म सबैलाई भन्छु कि फुडहरूलाई वेस्ट नगर्नु किन ऊ गर्नु जसले यतिकै किन खाने किन बडीलाई उदिनु हाल्तीमा इन्करेज तर कहिलेकाहीँ खाएर चाहिँ केही हुँदैन तर कहिलेकाहीँ खाएर केही हुँदैन जुन अहिले जुन बढाउने खालको एउटा हेरिरहेको छौँ हरेक ठाउँमा यो तपाईँको पनि आएर तपाईँले नै कसैले भनेको होला कि तपाईँ जस्तै नै मलाई चाहिँ बडी चाहिँ त्यो हिसाबले अनि त्यस्तोमा अर्कै के छ त्यो तपाईँहरूको जसरी बडीको जुन मांसपेशी अथवा जुन त्यो अहिले चाहिँ तपाईँ जस्तै तपाईँले नै उदाहरणमा हेऱ्यो भने त्यसरी कसरी चाहिँ त्यो हुन्छन् त्यो अर्कै एक्सर्साइज छ अथवा त्यो हिसाबले बुझे इन्जेक्सन पनि अहिले आइरहेको हुन्छ इन्जेक्सन पनि मान्छे लगाइरहेको हुन्छ होइन त्यो अब मान्छे राम्रो हेर्नको लागि जे पनि गरिरहेको हुन्छ के छ यसमा के हो जिममा आउँदाखेरि म प्रायः जस्तो भनिरहेको हुन्छ कि तिम्रो जस्तै बडी चाहिन्छ मलाई होइन सो उहाँले म यही कुरा भन्छु के थाहा तिमी गर्दै गयो भने मभन्दा बेटर हुन सक्छ होइन सो म त म हुने होइन मेरो बडी मेरो जेनेटिक त डिफ्रेन्ट हो मेरो मम्मी बुवाको जेनेटिकबाट आएको कुराहरू त म त छुट्यो तिमी छुट्यो होइन सो सबै मान्छे छुट्टै हुन्छ फरक हुन्छ होइन सो हुनसक्छ भोलिको डेटमा जति टाइम मैले लगाएको छु यो फिटनेसमा तिमी गर्दै गयो भने मभन्दा नि बेटर हुनसक्छ तिमी तपाईँ आजको जुन युवा युवतीहरू हुनुहुन्छ उहाँहरूको लागि के सन्देश दिन चाहनुहुन्छ यो अहिले यो जिममा लिएर स्वास्थ्य फिटनेसको लागि के तपाईँ भन्न चाहनुहुन्छ म यही भन्न चाहन्छु कि जिम जानुहोस् होइन गएर एउटा गोल लिएर कि पर्पस लिएर कि किन म गइरहेको छु होइन पर्पस लिएर जानु आफ्नो ट्रेनरलाई भन्नु मलाई यस्तो यस्तो गर्नु छ उहाँको गाइडलाइनको थ्रुबाट जान्नु कुन एक्सर्साइज कसरी गर्नु छ के खाने के नखाने के कुराहरू गर्नुपर्ने छ सबै कुराहरू सोधेरै गर्नु कन्टिन्यू कति एक्टिभिटी गर्नु तपाईँ आफ्नो तर्फबाट के भन्न चाहनुहुन्छ सबैले यही भन्न चाहन्छु कि तपाईँहरू जिम जानु हेल्दी हुनु मेरो यही चाहना हो मलाई जनकपुरलाई फिट बनाएको छ एरिया म धेरै दिनदेखि सोचि नै रहेको थिएँ कि एउटा यस्तो प्लेटफर्म होस् जहाँ कि म यो कुराहरू एक्सप्लेन गरौँ भनौँ अझै डिपमा कुराहरू छ फेरि केही न केही टाइम यस्तो अवश्य राख्नु भएको छ सक्नु त्यसपछिबाट गरौँ होला त्यो कुराहरू हस् धेरै धेरै धन्यवाद यसैले त किरम फिटनेस के ट्रेनर जितिन यादव जी अकन फिटनेस में एकदम चर्चित है फिटनेस ट्रेनर के दुनिया में सबोटा के जैसे इच्छा रहे थे कि हम स्वस्थ रहे नीक रहे और नीक देखी से सबोटा के चाहना रहे थे अखन देख रहा सबोटा के जे स्वास्थ्य प्रति अपन अपन ध्यान शो जा रहा है तो अपने सब जरूर जैसे स्वस्थ रहे सब दिन जो अनिवार्य रूप में से घरे में जरूरी नहीं है कि जिम में आ सब जाए लेकिन अनिवार्य रूप में से एक्सरसाइज मॉर्निंग वॉक अथवा जिनका नहीं भी आए तो इवनिंग वॉक जरूर करें और स्वस्थ रहे फिर से हम सब दूसरे विषय वस्तु कार्यक्रम में उपस्थित रह बेटा करो और विदा ले नमस्कार।